अब संशोधनकर्ता माननीय सदस्य शोभिता गौतमलाई आफ्नो संशोधन प्रस्तुत गर्दै छलफलमा भाग लिन अनुमति दिन्छु। समय 5 मिनेट। सम्मान्य सभामुख महोदय, नेपालमा सहकारी आन्दोलन कुनै एउटा साधारण अभियान थिएन। यो आन्दोलन कुनै समय एकदम सीमान्तकृत समुदायका लागि आर्थिक स्वतन्त्रताको प्रकाश बनेको थियो। ग्रामीण भेगका महिला, ग्रामीण भेगका जनता यसबाट लाभान्वित बनेका थिए। तर भनिन्छ नि, जहाँ आशा हुन्छ त्यहाँ धूर्तहरूको लागि अवसर पनि हुने रहेछ। त्यसैले सहकारी केही धूर्तहरूको लागि चाहिँ धन लुकाउने धनी अनि जनताको पैसा उठाएर काम चलाउने यन्त्र जस्तो चाहिँ बन्यो पछिल्लो समय। सहकारी ऐन 2048 को दफा 26 ले सहकारी सञ्चालन स्वीकृत गर्ने अधिकार चाहिँ राष्ट्र ब्याङ्कलाई दिएको रहेछ। तर सहकारी ऐन 2074 आउँदाखेरि त्यो बुदा हटाइएको रहेछ। त्यस पछाडि सहकारी नियमन राष्ट्र ब्याङ्कको मातहतबाट हट्यो र त्यस पछाडि सहकारीको समस्या चाहिँ व्यापक रूपमा देखिएको रहेछ। जबदेखि सहकारी ऐन 2074 जारी भयो त्यसपछि यता केही समय अब सुरुमा भएर केही समय ठिकै होला, तर त्यति साह्रो समस्या देखिएन होला। तर जति समय बित्दै गयो 2074 को ऐन आइसके पछाडि चाहिँ धेरै भन्दा धेरै समस्या देखिएको कुरा तथ्याङ्कले नै देखाउँछ। राजनैतिक दलसँग आबद्ध नेताहरूले सहकारीलाई चाहिँ निजी कोष बनाउने र त्यहाँबाट चाहिँ जनताको पैसा चलाउने किसिमको खेल सुरु भयो। बिना धितो बिना अभिलेख पनि जनताको पैसा चाहिँ चलाउने सञ्चालकहरूले मनखुसी गर्ने भन्ने किसिमको अवस्था आयो। सहकारी सञ्चालक आफै चाहिँ राजनैतिक दलमा आबद्ध भएका व्यक्तिहरू हुने अनि त्यस पछाडिबाट अथवा त्यहाँबाट संरक्षण दिने, राजनैतिक दलहरूले चाहिँ त्यहाँ आबद्ध भएका व्यक्तिहरूलाई संरक्षण दिने अनि त्यहाँबाट पैसा चाहिँ एकदमै लुजली समाजमा चलाउने किसिमको अवस्था आयो। यो तपाईँ हामी सबैलाई थाहा भएको रियालिटी हो। नेपालमा अहिले कति 14-15 हजार सहकारी छन् भनिन्छ र यसमा चाहिँ केही नभए पनि 5,000 देखि 7,000 सहकारीमा सङ्कटमा छ भनेर विभिन्न तथ्याङ्कले देखाएको छ। अनि सहकारीमा केही पैसा 2-4 पैसा नाफा होला कि अथवा आफ्नो बचत यहाँ राखेर सुरक्षित होला कि भनेर बसेका जनतासँग आज औषधि किन्ने पैसा पनि छैन। यो आजको यथार्थ हो। संसदमा एकदम यो विषय जोरदारसँग उठेको हो केही समय अगाडि अनि संसदीय छानबिन समिति पनि बन्यो। तर असली सहकारी ठगहरू सरकारको स्पष्ट संरक्षणमा परे अनि भ्रष्टाचारको विरुद्धमा आवाज उठाउने, भ्रष्टाचारका बारेमा निरन्तर खबरदारी गर्ने, लोकतन्त्रमा यही गणतान्त्रिक लोकतन्त्रमा फुलेका फुलहरूलाई चाहिँ सरकारले नै प्रतिशोध साध्ने एउटा राम्रो अस्त्र बनायो सहकारीको मुद्दालाई। अहिले जनताको आँखामा छारो हाल्नको लागि यो सहकारी ऐन संशोधन गराएर लिएर आइयो। यसमा हाम्रो व्यापक आपत्ति छ। हामीले विरोधको सूचना पनि हालेका थियौँ। तर यो जनताको आँखामा मात्रै छारो हाल्न होइन कि भर्खरै मात्रै नेपाल चाहिँ यो FATF को ग्रे लिस्टमा पर्यो अनि अन्तर्राष्ट्रिय समुदायलाई पनि ल हेर है हामीले काम गरेका छौँ भनेर यसो देखाउनको लागि, छारो हाल्नको लागि यो विधेयक लिएर आइयो। यो विधेयकमा सभामुख महोदय विशेष गरी यसको चाहिँ अलिकति सैद्धान्तिक कुरा गर्दाखेरि प्राधिकरणको कन्सेप्टलाई अलिकति केन्द्रमा राखेको छ। तर नेपालमा कुन त्यस्ता प्राधिकरण छन् अथवा छैनन् जहाँ चाहिँ कुनै पनि समस्या नभएको होस्? नेपालमा भएका प्राधिकरणमा पनि समस्या देखिएका छन्। 1-2वटा संस्था, 1-2वटा प्राधिकरणले केही राम्रो गर्न खोजेका छन्, केही राम्रो भइरहेको छ। तर नेपालमा भएका प्राधिकरणमा पनि व्यापक समस्या हुन्छ भन्ने कुरा नागरिक उड्डयन प्राधिकरणलाई हेरे पुग्छ। त्यसकारणले प्राधिकरण बन्ने बित्तिकै अब सहकारीको समस्या सर्लक्कै समाधान हुन्छ भन्ने कुरामा मलाई विश्वास छैन। जबसम्म सभामुख महोदय यो नेपालमा एउटा स्वायत्त हामीले भन्दै पनि आइरहेका थियौँ, यो सहकारीलाई नियमन गर्नको लागि एउटा स्वायत्त एउटा निकायको गठन हुँदैन तबसम्म सहकारीको समस्या समाधान हुँदैन, तबसम्म पीडितहरूले पैसा पाउँदैनन्। अहिले जनतालाई चाहिँ नि यो विधेयक आउने बित्तिकै समस्या समाधान भइहाल्छ भन्ने जसरी कन्भिन्स गर्न खोजिराखिया छ, तर अहिलेको यो संरचनाले, अहिलेको यो प्राधिकरणले जनताको समस्या समाधान गर्दैन किनकि यो स्वायत्त छैन, अझै पनि मन्त्रालयको कन्ट्रोलमा छ। त्यस कारणले गर्दा सभामुख महोदय जबसम्म नेपालमा यो पैसाको कारोबार गर्ने सङ्घ संस्थाहरू, चाहे त्यो ब्याङ्क होस्, लघुवित्त होस्, चाहे त्यो नागरिक लगानी कोष होस् अथवा सहकारीहरू नै किन नहुन्, राष्ट्रिय तवरबाट नियमन गर्ने एउटा निकाय हुँदैन तबसम्म यसको समाधान हुँदैन जस्तो लाग्छ। त्यसकारणले यहाँहरूले त मान्नुहुन्न होला, सरकारले त मान्दैन, किनभने व्यापक छलफलमा पनि आइसकेको कुरा। यदि यो सहकारीलाई साँच्चै
नियमनको दायराभित्र लिएर आउने र यो समस्यालाई समाधान गर्ने हो भनेदेखि बहुउद्देश्य र सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ्सहरूलाई राष्ट्र बैङ्कको नियमनभित्र ल्याउनुको विकल्प देखिँदैन। त्यस कारणले पनि यसलाई चाहिँ राष्ट्र ब्याङ्कको नियमनभित्र ल्याउनु पर्छ। राष्ट्र ब्याङ्कमा यो ब्याङ्कहरूलाई हेर्नको लागि सुपरिवेक्षण विभागहरू छन्, त्यस्तै एउटा सहकारी हेर्न सुपरिवेक्षण विभाग भयो भनेदेखि त्यसलाई काम गर्न स्वायत्त तरिकाले काम गर्न दिँदाखेरि धेरै हिसाबले मद्दत पुग्छ जस्तो मलाई लाग्छ। तर अहिले चाहिँ जसरी यो प्राधिकरण लिएर आइराखिएको छ, यो प्राधिकरणमा जे क्राइटेरिया राखे पनि फेरि पनि यो पोलिटिकल पार्टीहरूका आफ्ना कार्यकर्ताहरू भर्ती गर्ने केन्द्र बन्छ र त्यहाँबाट फेरि पनि जनताको समस्या कहिले पनि समाधान नहुने किसिमको स्थिति आउँछ। त्यस कारणले सक्नुहुन्छ भनेदेखि यसलाई फिर्ता लिएर रिराइट गरेर राष्ट्र बैङ्कको मातहत हुने गरी नियमन गर्न सकिने गरी विधेयक प्रस्तुत गर्नुहोस्। म यति नै राख्न चाहन्छु। धन्यवाद।